242 जना यात्रु बोकेर भारतको अहमदाबादबाट लन्डनका लागि उडेको एयर इन्डियाको विमान उडेको 2 मिनेटमै दुर्घटनाग्रस्त भएको छ। विमानभित्र रहेका यात्रु र चालक दलका सदस्य जीवितै रहने सम्भावना कम रहेको पनि बताइएको छ। लन्डन उड्ने क्रममा टेक अफ लिएको केही बेरमै आकाशमै आगो लागेको विमान जमिनमा पुग्दा एकै डल्लो भइसकेको प्रत्यक्षदर्शीहरूले बताएका छन्। विमान केही बेर पर पुगेर आकाशमै आगो लागेको देखिन्छ। एयर इन्डियाको बोइङ 787 ड्रीम लाइनर उक्त विमानमा चालक दल सहित 242 यात्रु सवार थिए र अहमदाबाद विमानस्थलबाट टेक अफको क्रममा विमानस्थलको सीमा नजिकै दुर्घटनाग्रस्त भएको थियो। विमानस्थल क्याम्पससँगै रहेको एयर कस्टम कार्गो कार्यालय नजिकै विमान दुर्घटनाग्रस्त भएको भारतीय संचार माध्यमले जानकारी दिएका छन्। विमान खस्ने बित्तिकै सम्पूर्ण क्षेत्रमा धुवाको मुस्लो देखिएको थियो। दुर्घटनापछि प्रहरी टोली घटनास्थलमा पुगेको छ भने 7 वटा दमकल र एम्बुलेन्स पनि दुर्घटनास्थलमा पुगेका छन्। उद्धार कार्य शुरू गरिएको छ। एनडीआरएफ का 2 वटा टोली पनि उद्धार कार्यमा संलग्न भएका छन्। गृहमन्त्री अमित शाहले विमान दुर्घटनाबारे गुजरातका मुख्यमन्त्री भूपेन्द्र पटेल र प्रहरी आयुक्तसँग छलफल गरेका छन्। केन्द्र सरकारबाट उनलाई सबै सम्भव सहयोगको आश्वासन पनि दिएको छ। भारतीय संचार माध्यम न्यूज 24 अनलाइनका अनुसार दुर्घटनामा परेको विमानमा गुजरातका पूर्व मुख्यमन्त्री विजय रूपाणी पनि सवार रहेको खबर आएको छ।